सम्पूर्ण नमस्ते। यो मध्य प्रदेश कसैको बाउको वीरता हैन। यहाँ बस्ने पनि मधेसी नै हो, यो भूमि पनि मधेसीकै हो र यहाँ जुन सेना प्रहरी खटाइएको छ त्यो पनि मधेसी नै हो। तर ठूलो विडम्बना के छ, यहाँ मर्ने पनि मधेसी र मार्ने पनि मधेसी नै हो। तर राजनीति गर्ने भनेको र यो मधेसलाई चलाउने भनेको त्यही विभेदकारी नस्लवादी चिन्तनका व्यक्तिहरू, नस्लवादी चिन्तनका ती मान्छेहरू। आखिरमा उहाँलाई न मधेससँग मतलब छ न मधेसीसँग नै मतलब छ। यहाँका विकास, यहाँका शिक्षा र यहाँका रोजगार सबैलाई खाइदिएको अवस्था छ। र आज यो जुन किसिमका यो राजनीतिक उथल पुथल भइराखेको छ, जुन किसिमको यो मधेसलाई अस्थिर बनाउने जुन किसिमको यो षड्यन्त्र भइराखेको छ, यही नै हो राजनीतिक। हामी राजनीतिक गर्छौं र नस्लवादी विभेदकारी सोच भएका व्यक्ति जो मधेसलाई शोषण गर्न चाहन्छ, जो मधेसलाई छिन्न भिन्न पार्नलाई जहिले पनि मधेसीमाथि षड्यन्त्र गर्दै आएको छ, त्यो सब कतै न कतै राजनीतिक खेल्दै आएको अवस्था छ। अब पनि हामीलाई सोच्नुपर्छ, हामी जुन पार्टीमा भए तापनि, जहाँ भए तापनि हामीलाई खेलाउने भनेको उहाँहरू नै हो। हामी यहाँ पार्टीको नाममा एउटा मुखौटो भएर मात्रै बसिराखेका छौं र जहिले पनि त्यो मुखौटोलाई चलाउने भनेको उहाँहरू नै हो। किनभने हामीलाई बुझ्नुपर्छ, लु ठिक छ, हामी कोही एमालेमा छ, कोही कांग्रेसमा छ, कोही माओवादीमा छ, तर आजसम्म ती नस्लवादी पार्टीमा भएका हाम्रा अग्रजहरू, साथीहरू, दाजुभाइहरू आफ्नो के भिजन लागू गर्न सकेको छ हालसम्म मधेसमा, आफ्नो के मुद्दा के माग पूरा गर्न सकेको छ। जहिले पनि उहाँहरूको व्हिप मानेर, उहाँहरूको पार्टीको निर्णय मानेर मधेसमाथि चोट दिने मात्रै काम गरेको छ। झन् त्यो सबलाई सजिलो भयो। जसरी एउटा रुख काट्नलाई वनचरोमा रुखकै बेट लगाएको हुन्छ र त्यही बेट, त्यही वनचरोले त्यो रुखलाई काट्ने गरिन्छ। ठ्याक्कै त्यस्तै हो। धार पनि हामी नै र प्रहार हुने पनि हाम्रो माथि नै। खाली उहाँको पार्टीको नाम, पार्टीको खोस्टो, पार्टीको एउटा मुखौटो मात्रै। जित्ने भनेको हामी नै हो, उम्मेदवार पनि हामी नै हो, भूमि पनि हाम्रै हो, माग पनि यहाँबाट हाम्रै हो, मुद्दा पनि एउटै हुन्छ। तर पनि आजसम्म हाम्रो माग पूरा हुन सकिएन। तथर्स बस अहिलेको राजनीतिक अवस्था हेर्नुस्। उहाँहरूले चाह्यो भने जहाँबाट पनि सरकार बनाउन सकिन्छ। उहाँहरूले चाह्यो भने आलुलाई पनि सोना भन्न सकिन्छ र सुनलाई पनि आलुको रूपमा परिणत सकिन्छ। त्यो सबको लागि ठूलो कुरो होइन। त्यो सुन पनि हामी नै हो,
त्यो सुन पनि र आलु पनि मधेसी नै हो। मधेसको राजनीतिक, मधेसीको डोर र मधेसीको भूमि जहिले पनि उहाँहरू नै शोषण र भोग चलन गर्दै आएको अवस्था छ हालसम्म। र अब पनि हामीलाई बुझ्नुपर्छ, हाम्रो अधिकार, हाम्रो पहिचान, हाम्रो भूमि 8 जिल्ला मात्रै सीमित नभई हाम्रो जे जति भूभाग छ स्वायत्त मधेस हामीलाई चाहिन्छ। हामीलाई टुक्रा टुक्रा बनाएर यहाँका मधेसी पार्टीहरूलाई जहिले पनि विभिन्न प्रलोभनमा टुक्रा टुक्रा पारेर उहाँहरूले राजनीतिक खेल्ने गर्दै आएको छ। त्यही भएर अब पनि हामीलाई सचेत हुन एकदम जरुरी छ। मानौ हाम्रै यही भूमिमा, हाम्रै भूमि हामी उपयोग गर्न सकेका छैनौँ। चाहेर पनि हामी एउटा दाउरा समेत ल्याउन सक्दैनौँ हाम्रै जंगल, हाम्रै भूमिबाट। यहाँसम्म कि हामीले त्यहाँको माटो समेत ल्याउन सक्दैनौँ। त्यसको म एउटा सानो इक्जाम्पल दिन चाहन्छु। सप्तरीमा कोशी टपु पर्छ र खास गरेर मधेसमा गरिब रेखा भित्रका मान्छेहरू बसोबास गर्छ, गरिब, दलित, मधेसी लगायत। र उहाँहरूको माटोको घर हुन्छ। हामी सबैलाई त्यो कुरा अवगत छ, जानकारी गराउनु पर्दैन होला। र त्यहाँको माटो अर्कै खालको माटो हुन्छ र त्यो माटो ल्याएर प्राय घर पोत्ने काम, निप्ने काम गरिन्छ। तर त्यो माटो समेत एक बोरा, एक ढेकिया माटो समेत ल्याउन दिँदैन। लगायतका धेरै इक्जाम्पलहरू, धेरै कुराहरू छ। एउटा सानो यो माटोको कुरा मैले गरेँ किनभने हाम्रो भूमि भएर। र हालको राजनीतिक हेर्नुस् के छ अवस्था। आखिरमा आज त्यही कांग्रेसले पनि विरोध गरेकै छ, अन्य मधेसी दलहरूले सबैले विरोध गरिएको छ, माओवादीले पनि गरिएकै छ। 7 वटा दल मिलेर अहिले तोडफोड मुख्यमन्त्री कार्यालय, प्रदेश सभा गरेको छ। आखिरमा किन यो विद्रोह किन भयो त? त्यही भएर हामीलाई बुझ्नुपर्छ, हामी जहाँ भए तापनि, जुन पार्टीमा भए तापनि हाम्रो अस्तित्व के छ। हामीलाई गोटी जस्तो जतिखेर मन लागे उचाल्ने, चलाउने, मन लागेन भने कुनै कोनामा राखिदिए हुन्छ, फाल्दिए हामीलाई पुग्छ। अब पनि हामीलाई धेरै ढिलो गर्नु हुँदैन र आफ्नो अधिकार खोज्नुपर्छ, आफ्नो पहिचान खोज्नुपर्छ। हामीलाई एक ठाउँमा एक भएर, एक ढिका भएर उभिनुपर्छ र यसपालि पार्टी विशेष होइन, पहिचान विशेषको लडाईँ लड्नुपर्छ। आफ्नो अधिकार विशेष लडाईँ लड्नुपर्छ। हामी कहिलेसम्म गोटी बनेर उहाँहरूको लागि चाल चलिराख्ने, कहिलेसम्म? त्यही भएर अहिले पनि समय छ, हामी एक ठाउँमा एक ढिका भएर अगाडि बढ्नुपर्छ। अनि मात्रै हाम्रो पहिचान, हाम्रो अस्तित्व र हामी हाम्रो भूमि महसुस गर्न पाउँछौँ। हामी हेरिसक्यौँ विभिन्न दलमा लागेर, विभिन्न दलका सरकार बनाएर, तर पनि हाम्रो अस्तित्व हामी जगाउन सकिएनौँ। जय मधेस।